गाइस वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हामीहरू घुम्न जान आँटेको। अब पुरा गर्मी पनि छ। घुम्न जानको लागि चाहिँ सबै प्रिपरेसनहरू भइसकेको छ। हामी जाँदैछौँ अनि हजुरहरूलाई पनि हामी के गर्दैछौँ सो गर्छु है। हाई गाइस घुम्नु हामी अब घुम्न जान यस्तै टोपीहरू चाहियो बेगनास्थलको। हेलो है साथीहरू, हामी पनि बेगनास्थल आइपुग्यो। यहाँ चाहिँ डलहरू रहेछ, ह्याटहरू रहेछ, राम्रो रहेछ, हेर्नु सक्नुहुन्छ। बाबु ह्याप्पी छौ? ह्याप्पी छौ आज? ओहो ह्याप्पी रहेछ बाबु है। बाबु चाहिँ एकदम ह्याप्पी भइरहेको छ। यहाँ मम्मी चाहिँ म्याङ्गो खानु हुँदैछ। अस्मिता एकदम नाइफहरू रेडी गर्दैछ प्याक गर्दैछ। यहाँ हाम्रो कान्छी त यहीँ आइपुगिरहनु भएको रहेछ। हामी चाहिँ फोटो खिच्दै हिँड्दैछ। यहाँ हाम्रो पार्टनरहरू चाहिँ यहाँ छ। हेर्नुहोस् है साथीहरू, यहाँको दृश्य चाहिँ यस्तो छ। अनि यहाँ चाहिँ एकदम गरम भइरहेको छ। अस्मिता गरममा के भन्न चाहन्छौ? छाता नि छैन, यसो गरेर हिँड्नु। ओ मोबाइल समात्दिनु अरे। ओ फोटो खिच्दियो अरे। अस्मि फोटो खिच्छ त आस्तालाई। ल ल छिटो डान्स गर। एकदम दामी आएको छ, दामी आएको छ, डोन्ट वरी। त्यहाँ अहिले ऊ तल पुग्यो भने चिप्लेर। लु डान्स गर एकदम। जाऊ जाऊ तिमीहरू, म जाँदिनँ, रिक्स लिँदिनँ। अहिले चिप्ल्यो भने ल लैजाऊ। गाइस हामी चाहिँ यहाँ घुम्दा घुम्दा हामी यहाँ आइसक्यो। मैले फोटो खिचेको राम्रो खिचिनँ होला है। आज त फोटोग्राफर भइरहेको छ। यहाँ अस्मी चाहिँ एकदम फोनमा घोप्टेर के हेरेको जस्तो खतरा। मेरो भिडियो बनाएर आजको हाम्रो टुर चाहिँ यस्तो छ। हामी बेगनास्थल आइसकेका छौँ भने यहाँको वेदर गर्मी छ। अहिले चाहिँ पानी परेको छैन नि त, त्यही कारण चाहिँ अहिले घुम्नु आउँदा आज एकदमै फ्यामिली टुर छौँ। सबैजनाले लिएर आएको। हामीले बाबुलाई पनि आज लिएर आएको छ। उसलाई पनि, ऊ पनि ह्याप्पी छ। राम्रो रहेछ, एकदम मन पर्यो। तर फेवा ताल भन्दा चाहिँ यो ताल चाहिँ अलिकति उयो रहेछ, सानो रहेछ, तर पनि एकदमै राम्रो लाग्यो। के अरे आशा यहाँ मेरो जुत्ता फुस्क्यो। लाज केमा चाहिँ अल्झ्यौ त अन्त? उसको सानो ब्याग पनि एकदम गाह्रो भयो अरे गाइस हो। अस्मितालाई मलाई बोक्यो भन्दैछ। कस्तो तिम्रो ब्याग देखाउ त। ओ वाउ क्युट छ, सानो पर्यो। अस्मिको पनि ठुलो छ। एकचोटि फेरि त्यो भिडियो काटेर सुरु। आज चाहिँ हामी बेगनास्थल घुम्न आएको। मेरो छेमाहरूले चाहिँ, मैले चाहिँ बाबु हेर्ने काम गर्छु। म चाहिँ खासै बाहिर निक्लिन्न। आज चाहिँ मेरो छेमाले चाहिँ आउटिङको लागि यो बेगनास्थल हेर्नलाई ल्याउनु भएको छ। अनि कस्तो लाग्यो त अन्त तिमीलाई आउटिङ? वाउ सो ब्युटिफुल। यति राम्रो छ क्या होइन। म म्याग्दीको मान्छे हो होइन, तर यो पोखरा चाहिँ म खासै धेरै बसेको छैन, घुम्नु पनि आएको थिएन होइन। तर जे होस् रमाइलो लाग्छ। म्याग किन बनेको भाउजू? गर्मी अस्मिता गर्मी अरे हाई जाडो हाई गर्मी हुनु पर्यो। अलि पर गएर बनाउनु लाग्यो। यहाँ त धेरै भयो। गीतमा टिकटक बनाउनु गीत पनि उता पनि भेट्दैन भनेको। अलिक राम्रो राम्रो गीत घर गएपछि बेलुका भेटिन्छ गीत। ल हामी यसरी बनाऊँ त नि। ल पहिला खुट्टाबाट टेकौँ है। ल ल यहाँ होइन जाउँ भएन डाइरेक्ट फेरि छिटो गर। ए आमा हो कस्तो बिरी पोलेको यस्तो जलाउनु गरेर। भिडियो बनाउने क्रम सकेको छैन दुई बहिनीको। अहिले चाहिँ एकदमै शीतल हावा आयो अनि घामको साथसाथै अनि यहाँ
यहाँ आस्था पनि एकदम बिजी छ बेगनास्थलमा। अनि हाम्रो यहाँ अस्मिजी यहाँ हुनुहुन्छ, ऊ त एकदमै बिजी हो एभ्री टाइम। छैन होइन भन्दैन मलाई माछा पालेको हुनसक्छ, घुम्न नि आउँथेन। ओहो त्यस्तो पनि हुन्छ। अस्मितालाई कस्तो लाग्यो त बेगनास्थल घुमेर भनिदिइहाल, प्रतिक्रिया दिइहाल तिम्रो। एकदम राम्रो। आस्थालाई कस्तो लाग्यो? हाँस म त एकदम दुखी छु, म त एकदम घाटाकै घाटा छ मलाई कोक ल्याइदिया भए पो म खुसी हुने। को ल तिमीहरू ट्याक्सीमा आउने, हामी हामी ट्याक्सीमा नझरिकन यहाँ आउने, आफ्नो गाडीमा झर्ने। हो नि बिचारा। सबै राम्रै छ, अब तिमी कुन चाहिँ चुज गर्छौ? मैले कुन लैजाम भन्दैनस् न गाइस। उयो के भन्छ उयो लैजाऊ। यो त्यो पनि राम्रो छ, त्यो त्यो पनि राम्रो छ। भयो यो लान्छु। गाइस आजको दिन चाहिँ राम्रोसँगले बित्यो अनि हामीहरू यहाँ घुम्न आयौँ, राम्रो लाग्यो, रमाइलो लाग्यो। तपाईँहरूलाई पनि हामीले देखाउनु मौका पायौँ। बाबु रुखको मुनि बसेर नि तिमीलाई गरम भयो है? ओहो मम्मीले फ्यान ल्याइदिनु भएको रहेछ नि त। ऊ दिदीहरूले के किनेर ल्याउनु भएछ अब बाबु हेर त कस्तो छ भन त। आमा म त रातोमा नि कालो भएर रहेछ के हो। अब हामी चाहिँ अब गएको, हाम्रो भिडियोहरूलाई हेरिदिनु भयो, धन्यवाद। अनि अब फोटो सेसनमा चाहिँ अस्मीको सकेकै छैन रहेछ है। बाबु बाई बाई भनिदेऊ न, बाबु बाई बाई भनिदेऊ। बाई 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 बाई, सी यू इन नेक्स्ट ब्लग।